So hey so guys, welcome to our new gaming video. आज चाहिँ हामी बिआर खेल्न गइरहेको छौं अनि लेट्स गो टु द स्विच अनि के हुन्छ बिआरमा हेरौँला। त्यसपछि 34 सेकेन्ड लाग्छ, सरी रङ नम्बर, अनि हेर्न सक्नुहुन्छ। सो गाइज धेरै टाइम लाग्छ स्टार्ट गर्न, त्यो बेला म तपाईहरुलाई बन्डल देखाइराख्छु छु कुन कुन बन्डल छ मसँग। सो धेरै नुब छु म, ल हेर्नु होला। यो मेरो कुर्तावाला बन्डल, त्यसपछि नर्मल बन्डल, त्यसपछि त्यो पनि एक्युट गर्न मिलेको थियो एकचोटी त। हेर्नु एक्युट गरेको थियो, तर अनेबल ड्युरिनल म्याच एक्युट चाहिँ गर्न मिल्दैन किनकि अनएक्युटेबल हो। अनि यो छ, अनि चिकन जस्तो छ, अनि त्यसपछि मार्क्स छ, अनि हिरोइक पुगिसकेको छु म। पहिला म गोल भन्दा राम्रो चाहिँ पुश गर्न सक्दिनँ थिएँ, अहिले म इलाइट हिरोइक पुगेको। अनि म यहाँ मास्टर हेरिरहेको छु। मास्टर पुग्न चाहिँ धेरै गाह्रो हुन्छ हामीलाई। सो हेरौँ। सो गाइज अब के गर्ने? सो गाइज गेम स्टार्ट भइसकेको छ, लेट्स गो गाइज, गेम स्टार्ट भइसकेको छ। सो गाइज मसँग चाहिँ म्याक्स 7 छैन, अनि टप 9 एसपीडी को प्लेयर आछ, धेरै गाह्रो हुन सक्छ हामीलाई। सो हेड हन्टर हुँ म चाहिँ, किन थाहा छैन। गाइज म हेड आर्टिस्ट बन्न चाहन्छु, हेड एक्सपर्ट, त्यसपछि हेड आर्टिस्ट। सो गाइज म हान्दिरहेको छु, अनि त्यो डिफ्रेन्ट हेर्न सक्नुहुन्छ। त्यो बङ्गलादेशको प्लेयर त्यति 53 पनि राम्रो थियो, तर 9 प्लेयर एसपीडी को त्यति पनि राम्रो देखाइरहेको छैन। दिस इज द डिफ्रेन्ट अफ द कन्ट्री। आफ्टर द्याट हाम्रो स्टार्ट भइसकेको छ, अघि नै 5 4 3 2 1 भएको थियो। अनि लेट्स गो। अनि गाइज हामी कहाँ झर्ने? म झर्छु ग्रेभयार्ड गाइज, यिनीहरूलाई बेङ बेङ चिकन ग्याङ्स गर्ने गाइज। त्यसपछि होइन, म ग्रेभयार्ड नै झर्छु भनेर मैले झर्दै, अनि म गइरहेको थिएँ। अब म झरौँ कि नझरौँ सोचिरहेको थिएँ त्यति बेला। अनि गाइज मैले झर्दै गाइज, थाहा छैन ग्रेभयार्ड पुग्छ कि पुग्दैन भनेर। सो गाइज हेरौँ। सो गाइज म नराम्रो ल्यान्डिङमा छु अहिले। मेरो प्यारासुट हेर्न सक्नुहुन्छ, मेरो होभरबोर्ड अघि तपाईँलाई देखाएको छैन। गाइज मलाई मान्छे छ, त्यही भएर म कुदी आएको। अनि त्यहाँ रिभर साइडमा उनीहरूले रिभाइभ पनि लिइसकेको थियो, अनि हामीले इन्फर्नाइट पायो। त्यसपछि म अगाडि जाम भेस्ट पायो, अनि मलाई एनिमी छ भनेर, अनि मैले चाहिँ ग्लुअर लगाएँ। इन्फर्नाइट टरेट थियो, अनि अग पायो। त्यसपछि RN50 जो कि एउटा लन्चर गर्नु हो, अनि म लेभल 1 को खोल्न गइरहेको छु, अनि मलाई MO841 पाएको छ। सो लेट्स गो। सो आई थिङ्क हामीलाई गाडीमै जानुपर्छ, अनि म गाडीमा चढ्छु एकछिनपछि। सो गाइज म गाडीमा चढ्ने, अनि अगाडि जाउँ, अझै अगाडि। अगाडि गयो, अनि म चाहिँ अब्जिनरमा चढ्छु भनेको थिएँ। सो गाइज म अब्जिनरमा चढ्छु। सो गाइज म चाहिँ झर्ने, अनि मलाई ठ्याक्कै लेभल 3 को ब्याग पाइदियो, अनि म चाहिँ हुन्छु। अनि मान्छे देखिसकेको थियो, अनि झ्याप्पै मैले पिनाल्टी लिएको। त्यसपछि अगाडि गएँ, त्यहाँ राम्रो रुट पनि थियो, तर मैले रुटेन।
मान्छे मात्रै हुन्थ्यो अनि मैले त्यसलाई ड्यामेज त्यसले ग्लुवा लगाएँ अनि मैले टर्च लगाएँ मेरो एचपी धेरै लो थियो अनि मलाई यस्तो रिस उठ्यो अनि त्यसपछि मैले डिमिटी लगाएँ त्यसले त्यो फोडिरहेको थियो अनि मलाई जबरजस्ती ग्लुवा लगाउनै पर्यो अनि त्यसपछि त्यो रक्स गर्न आयो हेर्न सक्नुहुन्छ हेर्नु तपाईँलाई देखिरहेको छैन होला क्यामेरामा तर देख्छ एकछिनपछि हेर्नु म एकछिनपछि डम हुन्छ के गाइज म एकछिनपछि डम हुन्छ हेर्नु है गाइज मैले त्यो फुटाले तलै भित्र फुटाले के गाइज हेर्नु मान्छे आएन हैन मैले भित्र फुटाले अनि मेरो गाइज आधा एचपी गयो त्यसपछि त्यो रक्स गर्न आयो अनि मैले उसलाई हान्न खोजेको थिएँ तर कुन गन हो यस्तो दामी गन अनि त्यो मर्यो सो गाइज मलाई एक्स्ट्रा रिभाइभल चान्स पायो अनि त्यसको मुखैमा हानिदिने भनेर म यतिकै लिइरहेको थिएँ मुखैमा हान्ने भनेर लिइरहेको थिएँ अनि अगाडि गएँ आई थिङ्क त्यसको ग्लुवाल पनि फुटिसकेको थियो अनि मलाई ठ्याक्कै ल्यान्ड भएको त्यसपछि अगाडि मान्छे थियो त्यसपछि मैले केही पनि हेरेन दुईजनाको फाइट परिरहेको थियो अनि P90 लियो त्यसपछि म अगाडि गएँ त्यसपछि मैले कहाँ ग्राइन्डर हानेको कि वाउ गाइज दामी गरे गाइज ल गाइज त्यसलाई मैले थोरै ड्यामेज मात्र गरेको थिएँ मैले उसलाई अनि डिमिटी चलाउनु पर्यो 15 को ड्यामेज छ गाइज सिरियसली 15 को ड्यामेज हेर्नु अनि एमो पनि थिएन एसएमओर ल म चाहिँ भागेँ मलाई चिन्ता थिएन गाइज म चाहिँ भाग्दै अनि मसँग म्याक्स 7 आइसकेको थियो अनि म्याक्स 7 लियो त्यसपछि M8 2B आइसकेको थियो अनि मैले च्यापै ग्लुवा लगाएँ त्यसपछि अगाडि गएँ अनि म चाहिँ गाडीमा बसेँ त्यहाँ ल्यान्डमाइनमा जानु छैन कि मलाई अनि म चाहिँ गाडीमा बसेँ अनि मान्छे होला सायद अनि अगाडि गएँ त्यसपछि अगाडि गइरहेको थिएँ त्यसपछि मान्छेले मलाई हान्यो लाइक म खोजिरहेको थिएँ अनि तल हैन तल हान्यो अनि मलाई हान्यो लो एचपी अनि सिद्धो गाइज त्यसैको लागि मेरो -8 भयो यसैको लागि सब्स्क्राइब गर्नु होला प्लिज सपोर्ट बाइ